गर्नलाई। आज चाहिँ हामी ललितपुर कुमारी महोत्सवमा चण्डी नाच्न जान लाग्यो। हामी चाहिँ यतिजना भन्दा नि अब अरू आउने बाँकी छ। हामी चाहिँ आइसक्यौँ अनि अब हामी चाहिँ जान लाग्यो साथीहरू। अहिले चाहिँ हामी यहाँ छौँ सुम्मीमा। यता चाहिँ टिकटक बनाउनु बिजी व्यस्त। खानु सुरु गर्नु होला। सिसीको झार थोरै पाले भरे भद्राक नगरौँ। उहाँहरू त खानु पायो भने खुसी भएर हात नमस्ते गर्नु पर्यो नि त। यता के को त्यो ऊ मात्रै गर्छु भन्नु भएको छ तपाईँहरू। खाइल हामी चाहिँ यहाँ राईहरूको संस्कार झल्किने भिडियो बनाइरहेछौँ। अब ककले के दिनु है को निस्के छैन दिनु यता छोड्दै ए दामी भयो तपाईँको सिर्फुलै झन्डै झर ल भयो। अब चाहिँ देख्यो होला सबै। खानुको धुनमा त कोही पनि बोल्दैन हौ। गुन्द्रुक चाख्नु न हौ। मलाई खुवाइदेऊ खुवाइदेऊ छोरी त हुनु पर्यो क्या। तर यो मुन्डीले गर्दा म त बिरामी मान्छे सेलाकै हुन्छु होला पुग्दा त। यता आधी टोली चाहिँ ट्याक्सीमा बदलमै अगाडि हामी यता लाग्यो कालीबुढीहरू यताबाट हो। हेलो हेलो भनिहाल्नुहोस्। ए ट्याक्सी आइसकेको रहेछ त अगाडि गएर। ए नअट्ने भएर अब स्पिडको उमा होला फेरि त सानो होला। खिचुडी पिचुडी लाग्यो गाइस। ट्याक्सीमा खलवा चाहिँ जान्छ अहिले हाम्रो सकेला सिली देखाउनको लागि लाग्यो। आधी टोली चाहिँ ट्याक्सीमा छ, आधी टोली पछाडि आयो।
कहाँ जाब यस्तो कता हाम्रो गाई त उता पो देखिँदैन हजुर देखाउँदैछु पसिना आएकै छैन पसिना आएकै छैन पसिना आएको छैन पसिना आएको छैन पसिना आएको छैन राम्रो न राम्रो बहिनी गाई त्यत्रो भिडमा दाइ नै हराउनु भयो लोकेसनवाला दाइ कहाँ जानुभयो भनेको त अगाडि हुनुहुँदो रहेछ भेट भयो हामी चाहिँ फर्स्ट टाइम भएर थाहै छैन नि त उता हिँडिँदा हुन्छ तर म चाहिँ हिँड्दिनँ भेट भयो हामीले पोलो भन्छ अनि हामी जस्तो झन्डै नदीमा काली जस्तै घाममा यस्तो घाममा भनिरहेको होला एनिवे गाइज यता आउनु आइपुग्यो गाइज Kota, udah oh. Hana deh. Kayak katroli ada. अब हामी खाना खाएर आउने हो नाच्नलाई गाइस हामी केको लाइनमा हौ खानाको लाइनमा खाना पनि भन्छ भात पनि भन्छ हाम्रो त ज्या भन्छ रे हाम्रो त जाम भन्छ है जाम जाम हो हामी को भन्छ र कुन गाई मन्टा अनि के हो अब हैन अति भयो त म त खाने पनि यहाँ जानुपर्ने रहेछ म कति खाना खान्छु है त ल साथीहरू हेर्ने यता त कहिले लाज लाग्यो म त धेरै लाउनु न साथीहरू लैजाऊ न त एक नलजाउनु के बास यहाँभन्दा धेरै चाहिँ अहिले फेरि सक्दिनँ म दाल रहेछ ल खै त नि चम्चा त ल्याइन त ल्याउनु भिडियो बनाउनुको सुरुमा के को चम्चा ल्याउनु वाउ यमी अचार यति जति लाउनु मिल्छ मिल्दैन तर मैले चाहिँ लाएँ मिस्टेक कस्तो नआएको यस्तो राम्रो अचार यो चाहिँ हामीले पनि लानुपर्ने हो त्यहाँ राखिदिनु न कस्तो देखिन्छ हुन्छ कहाँ बस्ने चाहिँ कता हो हामी यतै होइन न ऊ त्यहाँ बस्नु पर्यो म त हामी चाहिँ खाना खाइसकेर पनि साकेला नाच्ने ठाउँतिर लाग्यौँ साथीहरू
सांसद उदय शमशेर राणाज्यू, माननीय सांसद प्रेम महर्जनज्यू, सबैलाई धन्यवाद। माननीय सांसद तोसीमा कार्कीज्यू, माननीय युवा तथा खेलकुद मन्त्री